What's up guys, it's welcome to my mini vlog. So TMG vlog मा स्वागत छ। हाम्रो मकै चाहिँ यत्रो भइसक्यो हैन। त्यो चाहिँ मेरो घर हो। यता चाहिँ हाम्रो यो गाउँ हो। हाम्रो गाउँ चाहिँ सानै छ, तर ठुलो छैन। महलमा बस्दैन नि त हामी। अब गाउँघरतिरै बसिरहेको हुन्छ। हेर यस्तो हरियाली छ नि त गाउँघरको। अर्ग्यानिक हावापानी यस्तो कस्तो छ। यो चाहिँ हाम्रो ओरिजिनल मकै हो। हामी आफै उत्पादन गरेर खान सक्छौँ। यसलाई चाहिँ अब ठुलो भएपछि यसले गोड्ने हो। गोडेपछि मल आएपछि पाक्छ। पाक्ने बित्तिकै यसलाई भाज्ने हो अनि खाने हो। कतिपयहरूलाई चाहिँ थाहा छैन, कतिपयहरूलाई चाहिँ यो मकै कसरी बन्छ भने पनि थाहा छैन होला कि सहरमा बसेकोहरूलाई। हामी जस्तो किसानलाई सोध्यो कि त्यस्तो कस्तो हुन्छ भने हैन।